नमस्ते। आज हामी नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेको एउटा महत्त्वपूर्ण घोषणाबारे कुरा गर्दैछौँ। उहाँले नेपाल क्रिकेट संघ मतलब क्यानसँगको केन्द्रीय सम्झौतामा नरहने निर्णय गर्नुभएको छ। हो, यो खबरले अलिकति तरङ्ग नै ल्याएको छ क्रिकेट वृत्तमा। बिल्कुल। आज हामी यही विषयलाई अलिक गहिरिएर हेर्नेछौँ। हाम्रो कुराकानी सेतो पार्टीको समाचार र सन्दीपको आफ्नै सोशल मिडिया पोस्टमा आधारित हुनेछ। हाम्रो उद्देश्य चाहिँ यो निर्णय किन आयो, यसको पछाडि के कुरा छन् र यसले नेपाली क्रिकेटमा के असर पार्ला भन्ने बुझ्नु हो। खास गरी ए ग्रेडको खेलाडी होइन, मासिक राम्रो आम्दानी हुने यस्तो खेलाडीले सम्झौता तोड्नु खै अलि अनौठो नै हो। हो त नि, त्यही त। आउनुहोस् यसलाई अलि केलाएरै हेरौँ। सुरुमा सन्दीपले सामाजिक सञ्जालमा के भन्नुभयो त्यतैबाट जाउँ है। हुन्छ। उहाँले लेख्नु भएको छ, धेरै सोच विचारपछि मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेको छु। उहाँले यो पनि भन्नुभएको छ कि यो क्रिकेट वा देशबाट टाढिने कुरा होइन रे, बरु व्यक्तिगत र व्यावसायिक रूपमा विकसित हुनेतर्फको कदम हो। क्यानको सहयोगप्रति आभार पनि छ रे अनि नेपालका लागि खेल्न चाहिँ जारी राख्ने रे। यो व्यक्तिगत र व्यावसायिक विकास भन्ने कुरा अलि कस्तो भने खुला खालको भयो, मतलब यसले धेरै अर्थ लगाउन सकिने ठाउँ दियो। हो नि, सायद उहाँ आफ्नो करियरको बाटो अलि फरक तरिकाले संघको त्यो परम्परागत संरचनाभन्दा बाहिर गएर तय गर्न खोज्दै हुनुहुन्छ कि? हुनसक्छ यो घोषणा एक्कासी आए जस्तो लागे पनि यसको पछाडि केही कुराहरू त पक्कै छन्। सेतो पार्टीको समाचार हेर्दा पनि पछिल्लो समय सन्दीप र क्यान बीच सबै ठिकठाक थिएन कि भन्ने सङ्केतहरू देखिन्छन्। हो, विशेष गरी त्यो अनुशासनको कारवाहीको कुरा छ नि गत माघको। हो, जय ट्रफी एलिट कपको बेला। त्यति बेला अम्पायरको निर्णयमा असन्तुष्टि जनाएर सामाजिक सञ्जालमा लेख्दा उहाँलाई 3 डिमेरिट अङ्क दिइएको थियो, जसको अर्थ एक खेलको प्रतिबन्ध, होइन? हो, बागमती प्रदेशको कप्तान हुनुहुन्थ्यो उहाँ। आर्मी क्लब विरुद्धको खेलमा अम्पायरले दिनको खेल सकियो भनेपछि विवाद भयो। मैदानमै भनाभन पनि भयो भन्ने थियो। अनि पछि उहाँले सोशल मिडियामा लेख्नुभयो अम्पायरको स्तर, खेलाडी पीडित भएको बारेमा। नियम अनुसार त क्यानमा अपिल गर्नुपर्ने हो, तर सामाजिक सञ्जाल रोज्दा कारबाही भयो। हो, त्यसपछि त उहाँले घरेलु क्रिकेट खेल्नु भएको पनि छैन। तर के त्यो एउटै कारण होला त? त्यो अनुशासनको कारबाहीले मात्रै यो निर्णय लिन प्रेरित गर्यो होला र? खै, मलाई त अरू पनि कारण छन् जस्तो लाग्छ। हो, त्यो एउटा पाटो भयो। यसबीचमा अरू कुरा पनि भयो नि, जस्तो गत वर्ष त्यो मुद्दा मामिलाबाट सफाई पाएपछि उहाँ लयमा फर्किने कोसिसमा हुनुहुन्थ्यो। तर एनपिएलमा प्रदर्शन सोचे जस्तो भएन। बीचमा हर्नियाको अपरेसन पनि भयो। हो, स्वास्थ्यको कुरा पनि आयो। यद्यपि त्यो नयाँ प्रशिक्षक स्टुअर्ट लले चलाएको क्याम्पमा चाहिँ राम्रो गर्दै हुनुहुन्थ्यो अरे भन्ने थियो। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ नेतृत्वको। हेर्नुस् न, उहाँ पहिले कप्तान भइसक्नु भएको मान्छे हो त नि। हालै टोली घोषणा गर्दा उहाँलाई कुनै नेतृत्व दिएन। दिपेन्द्र सिंह ऐरी उपकप्तानमा फर्कनुभयो। अब अदालतबाट सफाई पाएपछि त सायद उहाँले नेतृत्वमा फर्किने अपेक्षा राख्नु स्वाभाविकै थियो होला। त्यो कुरा नहुँदा कतै असन्तुष्टि थपियो कि? त्यो पनि हुन सक्छ। मतलब यो सम्मान र भूमिकाको प्रश्नसँग पनि जोडिन सक्छ। बिल्कुल। उहाँले आफ्नो पोस्टको अन्त्यतिर लेख्नु भएको छ नि, जीवन विकसित मार्गहरू र जिम्मेवारीहरूले भरिएको यात्रा हो। यात्रा जारी छ, नयाँ ऊर्जा र खुला हृदयका साथ। त्यो भाषाले पनि केही न केही त भन्छ। यसले के देखाउँछ भने सायद उहाँ यसलाई एउटा नयाँ सुरुवातको रूपमा हेर्दै हुनुहुन्छ, जहाँ उहाँ आफ्नो शर्तमा अघि बढ्न खोज्दै हुनुहुन्छ। हो, यो खालि त्यो मासिक 1 लाख तलबको कुरा मात्रै होइन, त्यो भन्दा गहिरो छ जस्तो लाग्छ। खेलाडीको आफ्नो स्पेस, संघसँगको सम्बन्ध, यी सबै कुराहरू यसमा जोडिएका छन्। त्यसो भए सारमा भन्दा सन्दीप लामिछानेको यो निर्णय चाहिँ उहाँको व्यक्तिगत विकासको चाहना, विगतका केही असन्तुष्टिहरू जस्तो अनुशासन कारबाही, नेतृत्व नपाउनु अनि सायद आफ्नो करियरमा अलि बढी नियन्त्रण खोज्ने इच्छा, यी सबैको मिश्रित परिणाम जस्तो देखिन्छ। हो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उहाँले नेपालका लागि खेल्न चाहिँ निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ। यो सकारात्मक पक्ष हो।
त्यो एकदमै महत्त्वपूर्ण छ। र यसले एउटा प्रश्न चाहिँ छोडेको छ अब जब एउटा प्रमुख खेलाडी होइन केन्द्रीय सम्झौता बाहिर बसेर राष्ट्रिय टोलीबाट खेल्छ यसले भविष्यमा खेलाडी सङ्घ सम्बन्धलाई कस्तो बनाउला अनि सम्झौताको संरचना नेपाली क्रिकेटको व्यावसायिकता यसमा कस्तो प्रभाव पर्ला यो चाहिँ अब हेर्दै जानुपर्ने कुरा हो। निश्चय पनि यो विचारणीय प्रश्न हो। आजलाई यति नै गरौँ। हुन्छ।